सम्पूर्णमा म अर्जुन गुरुङको हार्दिक नमस्कार। आज म तपाईहरु सामने सानो अपिल लिएर आएको छु। कसको लागि भन्दाखेरि सावी गान्द्रो वार्ड नम्बर 2 किमचे निवासी कर्ण परिवारको सहयोगको लागि। कर्ण परिवार गत वैशाख 10 गते रुख काट्ने क्रममा सिकिस्त दुर्घटनामा परेर सिकिस्त घाइते भएर मणिपाल अस्पतालमा उपचार हुनुहुन्छ। उहाँ चाहिँ एकदमै आर्थिक अवस्था चाहिँ उहाँको एकदमै कमजोर भएको अवस्था हामीले देख्यौं। जब यो सामाजिक सञ्जालतिर हामीले विभिन्न किसिमको चाहिँ सहयोगहरू भइरहेको गरिरहेको सुनेपछि म र हरि दाइ चाहिँ उहाँलाई भेट्न गएँ। उहाँलाई भेट्दाखेरि यस्तो अवस्थामा रहेछ कि एकदमै आर्थिक अवस्था नाजुक रहेछ। उहाँको परिवारको विषयमा भन्नुपर्दाखेरि 4 छोरी 1 छोरा अनि श्रीमती। 4 छोरीहरू बिहा भइसकेको, छोरा जम्मा 7 क्लास पढेको र अनइम्प्लॉयमेन्ट। त्यसै गरेर बुढी पनि अनइम्प्लॉयमेन्ट। र उहाँ हामीले सोध्ने क्रममा जानकारी लिने क्रममा चाहिँ उहाँको खर्च के कसो भयो अहिलेसम्म भन्दाखेरि लगभग झन्डै 11 लाख जति चाहिँ गइसकेको रहेछ। र 11 लाख कसरी यो खर्च कसरी तपाईहरुले गर्नुभयो त भन्दाखेरि चाहिँ स्रोत चाहिँ एउटा ऋण एउटा सहयोग, यी दुईटाबाट चाहिँ उहाँहरुको चाहिँ अहिलेसम्मको उपचार खर्च भइरहेको रहेछ। र ब्याड न्यूज इज उहाँको अझै पनि उहाँ चाहिँ 1 महिना लगभग अस्पतालमै बस्नुपर्ने र करिब 2वटा अपरेसन अझै पनि गर्नुपर्ने रहेछ। गुड न्यूज इज उहाँ कुनै किसिमको शरीरमा चाहिँ अपङ्गता अथवा प्यारालाइसिस हुने अवस्थामा नरहेछ। उपचार गरेर उहाँ फेरि ब्याक टु नर्मल अवस्थामा फर्किन सक्ने अवस्था रहेछ। र उहाँलाई चाहिँ हामीले सोध्ने क्रममा चाहिँ अब हामी के गरौँ त भन्ने कुराहरू उहाँहरूबाट सल्लाह लिँदाखेरि हाम्रो कुनै किसिमको चाहिँ आय स्रोत छैन, हामीले के गर्न सक्दैन। हामी चाहिँ तपाईहरु जस्तो बाट चाहिँ मनकारी मनहरुबाट हामीले सहयोगको अपिल राख्न चाहन्छु हजुर भनेर उहाँले चाहिँ 2 हात जोडेर एकदमै दुःखको साथ भन्नुभयो। त्यसपछि म र हरि दाइको मन एकदमै पग्ल्यो। हामीले के गर्न सक्छ त भन्ने कुरा गर्दाखेरि लोन त अब हामीले चाहिँ हाम्रै गान्द्रो विशेष गरेर सबैसँग र विशेष गरेर हाम्रो गान्द्रोको मनकारीहरुसँग चाहिँ केही रकम उठाएर उहाँको उपचार खर्चलाई चाहिँ केही न केही सहयोग गरौँ भन्ने हाम्रो चाहिँ सल्लाह भएर हामीले गरे। ठिकै हो, अलिकतिमा हुने भयो भने म र हरि दाइले गर्ने भन्ने पनि हाम्रो सल्लाह भएको थियो। तर यो खर्च निकै ठुलो हुनेछ भन्ने हामीले चाहिँ जानकारीमा आयो। अब म तपाईहरुलाई के भन्न चाहन्छु भने कृपया गरेर एकैछिन आँखा चुम्म गरेर यदि म कर्णबहादुर परिवार हुने भए मैले के गर्थेँ होला, त्यो परिवारमा म परेको भए त्यस्तो समस्या मेरो माथि परेको भए मैले के गर्थेँ होला भन्ने सोच तपाईहरुले लिइदिनुस्। तर तपाईहरुले चाहिँ यसो भन्दै गर्दाखेरि कसैको दबाव कसैको प्रभावमा परेर चाहिँ कृपया गरेर नदिनुस्, चन्दा सहयोग नगर्नुस्। 1 नम्बर कुरा। फेरि 2 नम्बर कुरा यो अर्जुनले गरेको रहेछ ठिकै छ दिम भनेर त्यो पनि नगर्नुस्। मेरो कारणले होइन, यो कर्णबहादुर परिवारको समस्याको कारणले गर्दाखेरि मैले यो अपिल राखेको तपाईहरु सामुन्ने भन्दै यो मानवीय नितान्त मानवीय धर्म हो। तपाईहरुको मनले जे चिताउँछ जे जस्तो हुन्छ धेरै होइन थोरै भए पनि तपाईहरुले दिनुभयो भने यो सहयोगले उहाँहरुमा चाहिँ धेरै राहत मिल्नेछ भन्ने हामीले पूर्ण आशा गर्दछौँ। र यसो भन्दै गर्दाखेरि यही भिडियो क्लिपसँग म सानो भिडियो क्लिप उहाँहरुको भनाइलाई जोड्न चाहे अनुमति चाहे। धन्यवाद। थ्यांक यू। नाम कर्णबहादुर हो। म गान्द्रोबाट बोल्दैछु। म यस्तो भएर म रुख मेरो माथि आएको मान्छे मरेको मान्छे म बचिरहेको छु। तपाईहरुको सहयोग लिएर मायाले अहिलेसम्म म 1 महिना 12 दिन भइसक्यो आज। अझै पनि डाक्टरहरूले मलाई 1.5 महिना पौडी 2 महिना जति लाग्छ भन्नुभएको छ। तपाईहरुको माया लिएर सहयोगले अहिलेसम्म म बाँचिरहेको छु। फेरि पनि देश प्रदेश भएकाले मलाई बचाउनु भइरहेको छ।
उहाँबाट म 2 चोटि मरिसकेको मान्छेलाई बचाइदिनु भएको छ। उहाँलाई म मरेको मान्छेले मुरी धन्यवाद दिन्छु। अझै पनि हजुरहरूले मलाई माया गरिदिनु होला, हेरिदिनु होला। मेरो आर्थिक अलिकति कम्ती छ, केही छैन। अब भएको आर्थिकहरू सकिसक्यो। यति नै बोल्न जान्छु। बोल्दा बोल्दा म हजुरहरूलाई धन्यवाद दिन चाहे।